सो अलराइट गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ हाल खबर? ठिक छ होला नि त? मेरो चाहिँ एकदम खराब समय चलिरहेको छ। अनि के खराब समय भन्दा अब कसरी भन्ने है, एकदमै दुःख लागेको कुरा छ। एकदम गाह्रो भइरहेछ। अनुहार पनि निन्याउरो देखिरह होला है, ओपर गाह्रो भइरहेछ। अनि रातारात के भयो मेरो लाइफमा के भन्ने। रातारात कामबाट राति 1 बजी फर्किएको, रातारात चौकी गएर 10 घन्टा पुलिस स्टेसनमा गएर चौकी हाल्नेमा राखेँ है। के गर्ने, अर्काको देश आफ्नो देश भए अब एक्सप्लेन गर्न पनि मिल्थ्यो। मेरो गल्ती छैन भनेपछि म निर्दोष सायद हुन्थ्यो होला। तर यहाँ अर्काको देशमा एउटाले गल्ती गर्यो भने सबै परिन्छ भन्थे। हो रहेछ, म आफैले फेस गर्नु पर्यो। त्यही भएर तपाईँहरूलाई पनि म एउटा इन्फर्मेसन पनि होस् भनेर तपाईहरुलाई यो भिडियो बनाएको हो। नत्र मैले यस्तो कुराहरू पब्लिस नगर्न पनि सक्थेँ। यस्तो कुराहरू मैले भन्नु राम्रो पनि होइन मेरो लागि जस्तो लाग्छ। तर सबैजनाको लागि चाहिँ एउटा इन्फर्मेसन पनि होस् भनेर मैले यो भिडियो बनाउन लागेको। खास खाना कुरो चाहिँ के भएको हो भन्दाखेरि होइन, म चाहिँ काममा गएको थिएँ। अनि मेरो चाहिँ 5 बजेबाट ठ्याक्क 12 बजीसम्म काम थियो। 12 बजी काम सकेर अलिकति प्रेसर थियो त्यो दिन चाहिँ, अलिक बढी अर्डर भएर चाहिँ। अनि पहिला गाडी हेर्छु कतिखेर आउँछ। अनि अलिक प्रेसर थियो। अनि मैले क्लोजिङ गरेँ 12 बजी क्लोजिङ गरेर भोलि, किनभने भोलिपल्ट बिहानै मेरो फेरि ओपनिङमा नि मेरै पालो थियो। अनि बिहान 9 बजी मै काममा जानु पर्थ्यो। अनि 12 बजी क्लोजिङ गऱ्यो। हामी रुममा आइपुग्दा अलमोस्ट 1 बजिसकेको थियो। अनि 1 बजिसकेको थियो। रुममा ठ्याक्क आउँदाखेरि थाहा पनि थिएन को छ के छ भनेर। हाम्रो रुममा चाहिँ मैले पहिल्यैदेखि भन्दै आइरहेको थिएँ, फिलिपिन्सहरू मात्र बस्छ, फिलिपिन्सहरू, नेपाली चाहिँ म मात्रै हो। अनि उनीहरूले चाहिँ उसको साथीहरूलाई बोलाएर पार्टी गरेछ। पार्टी गरेर अब जे त्यही हो दारूसारू खाएर उनीहरूले झगडा खेलेर चाहिँ हानाहानी गरेको रहेछ। अनि अर्को यतापट्टिको हाम्रो छिमेकीले चाहिँ क्रोएसियन बस्छ अर्को फ्ल्याटमा, उसले चाहिँ कम्प्लेन गरिदिइसकेको छ, पुलिस बोलाइदिइसकेको रहेछ। अनि ठ्याक्क पुलिस रुममा आइसकेको रहेछ। हामी यताबाट काम सकेर ठ्याक्क जानु पनि, जब रुममा पुग्ने बित्तिकै भोलिपल्ट आफ्नो ओपनिङ, उनीहरू स्टिल दारू खाइरहेको थियो तर मिलिसकेको रहेछ। झगडा गरेर मिलेर बसिरहेको रहेछ, फेरि खाएर बसेको रहेछ होइन। अनि म रुममा जाने बित्तिकै अब बिहानै काममा जानुपर्ने थियो। अनि खाना बिहानकै खाना थियो, खाना तताएर प्लेटमा हाल्दै थिएँ। प्लेटमा हाल्दै मात्र चाहिँ बाहिरबाट बेल बज्यो क्या। बेल बजेपछि उनीहरूले ढोका खोलेन। उनीहरूले ढोकै खोल्दैन, बेल बज्यो 4-5 चोटि बेल बज्यो। को आयो त्यतिखेर? बोस आउनु भयो क्या हो भनेर। म त अब त्यही त भने अरू कोही पनि आउँदैन थियो, बोस आएछ क्या हो भनेर। मलाई थाहा पनि होइन कि झगडा परेको थियो भनेर क्या, उनीहरूले भनेको पनि थिएन। अनि बोस आएछ क्या हो भनेर ढोका खोल्दा पुलिस क्या अब। अनि पुलिस आयो पुलिस आएपछि त भित्र आउने बित्तिकै झापझुप अब सबजना, तिमीहरू यहाँ यसरी बस्न पाउँदैनस्, डकुमेन्ट देखा भन्यो। डकुमेन्ट देखा भनेपछि डकुमेन्ट देखाएपछि मेरो फेरि आज एक्सपायर, ठ्याक्क आज यो भिडियो म बनाउँदैछु, मेरो डकुमेन्ट अझै एक्सपायर हुँदैछ। मेरो टिआरसी कार्ड, पहिला कम्पनीको कार्ड अझै एक्सपायर हुँदैछ। तर मैले अहिले जहाँबाट काम गरिरहेको छु त्यहाँबाट चाहिँ मेरो पर्मिट अप्लाई भइसकेको छ क्या। 20 दिन जति भइसकेको छ अप्लाई भएको होइन। त्यस्तै भयो। झापझुप समातेर पुलिस स्टेसन लग्यो बोसलाई छैन। अनि किनभने बोसलाई थाहा थियो हामी कामबाट गएको, हाम्रो मिस्टेक छैन भनेर। अनि बोसले अफिसमा लगेर उसले सबै कुराहरू सोध्यो। मैले पनि सबै कुराहरू भन्दै यस्तो भएको रहेछ, यस्तो कारणले गर्दा गएको हो, मेरो केही दोष छैन भनेपछि मलाई थाहा छ तेरो दोष छैन, त निर्दोष छस्, तेरो लागि म हेल्प गर्छु, डोन्ट वरी भने। अनि पुलिस स्टेसनबाट निस्किने बेला 30 दिनभित्रमा क्रोएसिया छोड्नुपर्छ भनेर एउटा पेपर दिएको छ। पेपर दिने बेला उनीहरूले भनेको थियो, पुलिसले के भनेको थियो भने अब टिआरसी कार्ड त मेरो यत्तिकै पनि एक्सपायर थियो, उनीहरूले लगे पनि मतलब भएन। तर पेपर दिएको थियो। अनि उनीहरूले भनेको थियो इफ यु डोन्ट फाइन्ड जब इन 30 days यु निड टु लिभ क्रोएसिया भनेको थियो है। अब छोड्नै पर्छ, अब यहाँको रुल्सै त्यही हो है। अब के गर्ने, कहिलेकाहीँ नखाएको बिस पनि लाग्दो रहेछ भन्थ्यो। त्यस्तै भयो मेरो लाइफमा पनि। अनि पहिला पनि कति टाइम काम पाएन, यताउता कता गएँ। पहिला चाहिँ मेरो आफ्नो गलत डिसिजनले गर्दा भएको थियो। अहिले फेरि राम्रै भइरहेको थियो, राम्रै चलिरहेको थियो। अनि मलाई चाहिँ एकदम रोगो क्या। म मेरो बुवामुवालाई सम्झेर चाहिँ एकदम रोथेँ क्या। जब म त्यहाँभित्र चौकीभित्र थिएँ मलाई एकदम रुन आएको थियो। किनभने नेपाल हुँदा कहिले दुःख नदिएको, जिन्दगीमा लाइफमा कहिले यस्तो प्रब्लम फेस नगरेको, कसैले नराम्रो नि नभनेको, कसैलाई नराम्रो गरेको पनि छैन आजसम्म नै। अनि कहिले यस्तो नपरेको मान्छे म लाइफमा फर्स्ट टाइम अर्काको देशमा आएर बिना गल्ती
त्यसरी चौकी जानु पऱ्यो, जेलमै बस्नु पऱ्यो, त्यो चिसो भुइँमा बस्नु पऱ्यो। त्यहाँ कस्तो त्यहाँको अनुभव पनि लिएँ मैले कस्तो हुँदो रहेछ भनेर। हिजोदेखि म त्यहाँबाट निस्केदेखिबाट यस्तो बिरामी भएको कि यस्तो ज्यानै नतातेको क्या त्यो चिसोले गर्दा। अनि त्यस्तै भयो, के गर्ने लाइफमा कहिलेकाहीँ यस्तो हुँदो रहेछ। अनि बोसले जस लिएर आयो, उसले भन्छ अहिले मलाई फेरि बोलाएको छ, हिजो आएर रेस्ट गरेँ, आज फेरि बोलाएको छ। उसले उसको वकिल छ अरे, उसले लयर लगाएर म यताउता गर्छु, मिलाउँछु, तेरो लागि म जति पैसा खर्च भयो भने पनि म स्पेन्ड गर्छु, टेन्सन नगर। त अफिस आइज, लयरको हेर्न जानुपर्छ, पुलिस स्टेसन गएर तेरो डकुमेन्ट सबै त्यो पेपरहरू, तेरो जुन केस छ त्यो केसलाई मिना गर्नुपर्छ, हामी आइज भन्नु, क्लियर गर्नुपर्छ भन्यो। अनि म अहिले चाहिँ त्यही भएर उठेर जाँदैछु, अफिस जाँदैछु है। एकदम गाह्रो हुँदो रहेछ यार अर्काको ठाउँमा। आफ्नो देशमा जस्तो हुँदैन। हुन त हाम्रै देशमा पनि देशको नै हालत त्यस्तै छ, बिना गल्ती पनि कति मान्छेहरूले कति प्रब्लम फेस गर्नु परेको छ। तर पनि त्यही पनि म मेरो देशमा हुन्थ्यो भने बोल्न सक्थेँ होला, म नि केही एक्सप्लेनेसन गर्न सक्थेँ होला होइन, यस्तो थियो, मेरो गल्ती थिएन, यताउता भन्न सक्थेँ होला। तर अर्काको ठाउँमा सबै कुराहरू सहेर बस्नु पर्दो रहेछ, जे भन्छ ओके भन्नु पर्दो रहेछ, चुप लाएर बस्नु पर्दो रहेछ। एकदमै दुःख लागिरहेछ है। अनि बोसले भनेको छ, त टेन्सन नगर, तेरो लागि म जे पनि गर्न तयार छु भने। अनि मैले भने उनीहरू जसले फाइट गरेको थियो, झगडा गरेको थियो, अनि उनीहरू अझै स्टिल जेलमै छ। बोसले अहिले गएर निकालेर रहेछ, उनीहरू टर्मिनेट भयो। अब उनीहरू यहाँ बस्न नि पाउँदैन, बोसले डकुमेन्टहरू नि क्यान्सल गरिदिइसक्यो। अनि मैले पनि भने बोसलाई, यस्तो मान्छेहरूसँग काम पनि गर्न सक्दिनँ रु, अनि म रुम पनि सेयर गरेर बस्न सक्दिनँ भने। अनि कि म निस्किन्छ कि उनीहरू निस्किन्छ भन्दा बोसले उनीहरूलाई निकालिदिइसक्यो, मलाई राखिसक्यो। अनि अब नेपाली मात्र राख्छु, काम गर्ने मान्छे नि भनेको छ। होप्सो 1-2जना नेपाली साथीहरू भयो भने मलाई पनि अब सजिलो हुन्छ होला भन्ने आशा गरेको छु। अब हेरौँ कस्तो हुन्छ। आज अब पुलिस स्टेसन जानुपर्छ सायद। म अफिस जाँदैछु, अफिस गएर बोसले भनेछ नयाँ कन्ट्र्याक्ट बनाउनुपर्छ तेरो भनेछ। पुरानो डकुमेन्टहरू सबै बोकेर पासपोर्टहरू लिएर जाँदैछु। अब नयाँ कन्ट्र्याक्ट बनाइसक्यो बोसले उता, नयाँ कन्ट्र्याक्ट लिएर पुलिस स्टेसन जान्छु। पुलिस स्टेसन गएर मैले जब पाएँ, मेरो डकुमेन्ट अप्लाई भएको छ भनेर मैले त्यहाँ गएर सबै कुराहरू गरेपछि उनीहरूले फेरि मलाई अर्को पेपर दिन्छ अरे भनेर बोसले भनेको छ। हेरौँ के हुन्छ। अब अफिस जान्छु अनि कुरा गर्छु। धेरै कुराहरू सेयर गर्न मन छ है यो टपिकमा चाहिँ। तपाईँहरू पनि यसरी बाहिर अरू देश, अन्य देशको मान्छेहरूसँग बस्दै हुनुहुन्छ भने चाहिँ एकदम केयरफुल हुनु होला, एकदमै केयरफुल हुनुपर्छ। 2 दिन मिल्यो, 2 दिन मिलेर बस्यो, हाँसेर बस्यो भन्नेमा नहुँदो रहेछ। कुनै दिन तपाईँलाई तिनै साथीहरू एकदम गाह्रो हुन्छ, तिनै साथीहरूको कारणले एकदम ठुलो प्रब्लम फेस गर्नुपर्छ, लाइक मैले जस्तो है। अनि त्यही हो गाइज, अरू त के भनेर, एकदम गाह्रो भइरहेछ। काममा नि हिजोदेखि गएको छैन। अरूभन्दा नि म यस्तो सपोर्ट गर्ने मान्छे चाहिँ लाइफमा मैले पाएको छैन है। नेपालमा भएको भए नेपालीले नि गर्दैन थियो होला क्या यस्तो हुँदाखेरि। अनि मैले चाहिँ के भने नि, मेरो बोसले चाहिँ के भने नि, उसको वकिललाई फोन गरेको अरे 70% चाहिँ पर्मिट क्यान्सल हुने चान्स हुन्छ भने अरे बोसको वकिलले। अनि मैले के भने, अनि मलाई चाहिँ एकदम डर लाग्यो क्या। डर लाग्यो। अनि मैले त्यसो भन्ने बित्तिकै सायद मेरो पर्मिट आएन भने त मलाई त एकदम गाह्रो हुन्छ। जागिरबाट त फेरि पर्मिट आउन नि 3 महिना जति लाग्छ, अहिले एकदम गाह्रो छ। अनि मैले चाहिँ मेरो पुरानै कम्पनीको म्यामलाई फेरि एकचोटि फोन गरेँ। मलाई म्याम यस्तो भयो, पुलिस केस भयो, म यसरी चौकी पनि बस्नु पऱ्यो, मलाई यस्तो पेपर दिएको छ, मलाई 30 दिनभित्र काम खोजेर गरिनुहोस् भने, अनि क्रोएसिया छोड्नुपर्छ, डिपोर्ट गर्छ मलाई भनेको छ भनेको। अनि टेन्सन नगर, म तेरो लागि पर्मिट अप्लाई गरिदिन्छु भन्नुभयो उहाँले फेरि। किनभने सिसाइड म्यामको चाहिँ सिसाइडमा हो बिजनेस, अनि सिसाइडबाट चाहिँ पर्मिट एकदम छिटो आउँछ, 15 दिनमा पर्मिट आउँछ। मेरो यताबाट भएन भने नि अर्को खुसीको कुरा के छ भन्दाखेरि, म्यामले मेरो पर्मिट अप्लाई गरिदिन्छु भनेको छ। तेरो बोससँग कुरा गर, यदि त्यहाँबाट भएन भने मलाई खबर गर, म पुलिस स्टेसन गएर तेरो पर्मिट अप्लाई गरिदिन्छु भन्नुभएको छ। त्यही हो, जे होस् जताबाट भए पनि सहज चाहिँ मलाई सहजै हुन्छ जस्तो लागेको छ। अब लेट्स सी के हुन्छ, हेर्दै जाउँ। अब फिक्स छैन, तर हेरौँ के हुन्छ, के गर्नुपर्छ प्राणीको बानहरूले गर्दा क्या दुःख लाग्यो। खाना खान लागेको खाना पनि छोडेर जानु पऱ्यो। अरूको कुरा, पुलिस स्टेसनभित्र पानी मागेको है, पानी माग्दा पनि नदिएका, पानी माग्दा पनि दिँदैन, वासरुम जान्छु भन्दा पनि वेट गर भन्छ। त्यही के हुन्छ कसो हुन्छ म इन्फर्म गर्दै गर्छु के हुन्छ। अहिले पुलिस स्टेसन गएपछि के हुन्छ, अफिसमा गएपछि कस्तो प्रक्रिया आउँछ त्यही भन्छ। सो अलराइट गाइस, अफिस आएँ। अफिसबाट बोसले सबै पेपरहरू बनाइदिइसकेको रहेछ। अनि रिक्वेस्ट पेपर, अनि
लयर लगाउनुपर्छ भनेको थियो। लयर पेपरहरूदेखि लिएर एभ्रिथिङ उसले बनाइदिइसकेको बोसले सबै रेडी गरिदिइसकेको रहेछ। उसले अझै पनि भन्दैछ तेरो लागि जति पैसा खर्च गर्नु पऱ्यो नि म खर्च गर्न तयार छु, तैँले पे गर्नु पर्दैन, म सबै गर्छु, टेन्सन नगरिकन जा। सायद हुन्छ भनेको छ उसले पनि। अब 100% स्योर त कोही हुँदैन, यहाँको अब कानुनै होस्, कानुनभन्दा ठुलो केही हुन्न है। एकचोटि यस्तो प्रब्लममा पर्नै नहुने हो, परेपछि अब यस्तै हुन्छ, फेस गर्नुपर्छ। अब पुलिस स्टेसन जाँदैछु, आफै जानुपर्छ, सबै आफै गर्नुपर्छ। नेपालमा कसम है, नेपालमा कहाँ के छ, कहाँ कसरी गर्नुपर्छ सम्म थाहा नभएको मान्छे म। अर्काको ठाउँमा आएर कहाँ के गर्ने, कसरी गर्ने, कसलाई कसरी रिक्वेस्ट गर्ने, कसरी बोल्नेदेखि लिएर इच एन्ड एभ्रिथिङ क्या म सबै कुराहरू सिकिसकेँ, भोग्न पाएँ, म फेस गरिसकेँ। किनभने यस्तो प्रब्लमहरू फेस गरिसकेँ मैले है। अनि कसैको हेल्पै चाहिँदैन क्या मलाई। अब म कहाँ गएर के गर्नुपर्छ, कसरी गर्नुपर्छ म सबै कुरा थाहा पाइसकेँ। अब के गर्ने, आफ्नै भोग्नु परेछ। कहिले आफ्नै डिसिजनले गर्दा नराम्रो खराब हुन्छ त, कहिले अरूको कारणले गर्दा यसरी भोग्नुपर्छ। अब होप्छ अब राम्रै होस् भन्ने चाहना हो मेरो। यसरी रेड लाइटकै बाटो काटिदिन्छ यिनीहरू, ल बाले हुँदैन यिनीहरूलाई माटोमै। तर हामी चाहिँ जहिले कहिले यस्तो गर्दैन, हामी चाहिँ एकदम रुल्स फलो गर्नुपर्ने हुन्छ। त्यसै प्रब्लममा परिरहेको मान्छे झन् प्रब्लममा पर्ने चान्सेस हुन्छ। त्यही हो गाइस, तनाव छ, के गर्ने। जान्छु, सकेको गर्छु, आफ्नो बेस्ट दिने हो। त्यही हो, अब भयो भने भइहाल्यो, भएन भने केही छैन। यहाँबाट भएन भने नि बोसले भनेको छ अब हामीले सक्ने गरेकै हो, गर्छु नै भनिरहेछ। यहाँबाट भएन भने यो बोसले गर्न सकेन भनेपछि मसँग एउटा अप्सन्स के छ भने मेरो पहिलाको कम्पनीको म्यामले के भन्नुभएको छ भने यदि तैँले गर्न सकिनुहोस् भने, त्यहाँको बोसले गर्न सकेन भने मलाई म्याक्स एकचोटि मलाई टेक्स्ट गर, 15 दिनमा तेरो पर्मिट निकालिदिन्छु एनी हाउ भन्नुभएको छ है। यस्तो खुसी लागेको छ त्यो कुरा सुन्दा चाहिँ। त्यही हो, अब यहाँबाट भएन भने त्यहाँबाट हुन्छ। यहाँ जब राम्रो छ, अनि यत्रो हेल्प गर्दा नि पहिलाकै कम्पनीमा किन नगएको भनेर कतिजनाले क्वेसन गरिरहनु हुन्छ। इभन मलाई मेरो घरबाटै पनि त त्यही पहिलाकै कम्पनीमा जान त भन्ने हुन्छ। तर म्यामले मलाई के भनेको छ त भन्दा सिजनल काम हो, अब जहिले जे हुन म सधैँ यहाँ हुँदिनँ, म सधैँ यहाँ नहुँदिनँ, हुन पनि सक्छु, मेरो ठाउँमा अरू कोही हुन पनि सक्छ भन्नुभएको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँको काम पनि सेक्योर नभएको कारणले गर्दा म त्यहाँ नगएको। किनभने यहाँ मैले अहिले एकदमै पर्फेक्ट जब पाएको छु विथ पर्फेक्ट स्यालेरी है। अनि बोस पनि त्यो सपोर्टिभ छ, मलाई धेरै कुरामा सपोर्ट गरे। यो टाइममा चाहिँ यस्तो प्रब्लम पर्दा कतिपय कम्पनीहरूको बोसहरूले तपाईँलाई वास्तै गरिदिँदैन है, केही हेल्प गर्दैन। तर मेरो बोसले गर्दैछ। अस्ति राति चौकी लगेको थियो, राति लगेर बिहान दिउँसो छोडेको, कहाँ हो चौकी यसो हेर्नुपर्छ, लोकेसन हेर्नु पऱ्यो। त्यही हो गाइस, हेर्छु, सबै कुराहरू बुझ्छु। यहाँ पुलिस स्टेसन गएर के हुन्छ कस्तो हुन्छ सबै कुराहरू बुझेर अनि फेरि आउनेछु है त बाइ। सो अलराइट गाइज, मेरो फेसमा खुसी देखेर तपाईँहरूले थाहा पाइसक्नु भयो होला के भयो भनेर रिजल्ट। किनभने हो माइ गड, पुलिस स्टेसन गएँ, पुलिस स्टेसनबाट सबै कुराहरू गरेँ, पुलिस स्टेसनमा पनि सबै कुराहरू भयो। अनि मैले अब त्यो पुलिसले मलाई जे भन्यो त्यो मैले बुझिरहेको थिएँ। फेरि मलाई बोसले सोध्छ अन्त के भयो त्यहाँ भनेर मैले फेरि अब किनभने म पनि उहाँ इङ्ग्लिस सबै इङ्ग्लिस चल्छ यहाँ, चल्न त है। अब इङ्ग्लिसबाट म उसले के भनेको थियो मलाई सबै बुझाएको थियो। तर बोसलाई मैले चाहिँ सबै कुराहरू त्यही कुराहरू एक्सप्लेन गर्न नसकुँला भनेर मैले पुलिस अफिसरलाई नै पनि बोल्न थिएँ। किनभने म पनि त्यस्तो पर्फेक्ट छैन इङ्ग्लिसमा छैन। अनि त्यो पुलिस अफिसरलाई नै बोल्न थिएँ, बोसले सबै कुराहरू एक्सप्लेन गरिदियो, त्यस्तो उस्तो यताउता सबै कुराहरू एक्सप्लेन गरिदियो। अनि त्यही हो, पुलिसले नै मलाई त के भन्यो भने यु आर भेरी लकी बिकज यु हेभ टु मच गुड बोस भने है उसले। किनभने धेरै नेपालीहरू छन् रे, अनि त्यही प्रब्लम लिएर पुलिस स्टेसन आएको छन् रे, उसले फेस गरेको छ अरे, देखेको छ अरे। अब अरू बोसहरूले हेल्पै गरेको छैन अरे, कतिजना डिपोर्ट पनि भएको न्युज पनि सुनेको छु। अनि त्यो अफिसरले नि मलाई के भन्यो भने धेरैजनाले यो प्रब्लम फेस गरे, अनि उनीहरूको बोसले चाहिँ हेल्पै गरेको छैन, तर तँलाई यस्तो सपोर्ट गर्यो भने एकदम थ्याङ्क यू सो मच भने मैले बोसलाई पनि आउने बित्तिकै हक गरेँ। बुढोले पनि मभन्दा धेरै खुसी बोस भएको ओए म त क्या आशयको भएको भने थ्याङ्क यू गड इन्साअल्लाह भन्छ बुढा मुस्लिम अन्त, इन्साअल्लाह सब कुछ सुन लिया यस्तो भन्छ भने बुढोले अलिअलि हिन्दी पनि बोलिदिन्छ फेरि। यस्तो खुसी लाग्यो। अनि बुढो नि लास्ट खुसी भयो। अनि पर्मिट नआउन्जेल यो डकुमेन्टहरू क्यान्सल हुन्छ भने चाहिँ अप्रिलको लास्टमा यो सबै पेपरहरू क्यान्सल हुन्छ, मेरो त्यो केस सबै सल्भ हुन्छ। अनि बोसले भनेको छ अब पर्मिट नआउन्जेल अब तँलाई के चाहिन्छ रेस्टुरेन्टबाटै युज गर, कोन्जुम मार्केट, सिटी सेन्टर, साथीभाइको रुम अकोमोडेसनमा कतै नजा, घरबाट क्याफे रेस्टुरेन्ट बार कहीँ नजा, तँलाई
उनीहरूले हेरिरहेको हुन्छ, तँलाई उनीहरूले फलो गरिरहेको हुन्छ, तेरो सबै डकुमेन्टहरू उसँग छ भने अनि त्यो एकदम राइट पोइन्ट पनि हो। अनि बोसले भनेको छ अब रेस्टुरेन्टबाट के चाहिन्छ सबै कुराहरू लैजा, तँलाई तिमीहरू राइस बढी खान्छ, म तँलाई घरमा बेलुका ल्याइदिन्छु, सबै कुराहरू ल्याइदिन्छु, अरू अन्य कुराहरू के चाहिन्छ चिकनदेखि लिएर हरेक कुराहरू अब रेस्टुरेन्टबाटै लगेर युज गर, केही समस्या छैन, तैँले युज गर्दामा केही हुँदैन भने। बिकज आई एम अ भेरी गुड वर्कर अल्सो। म आफूले आफ्नो बेस्ट दिएको थिएँ र त मैले आज यो सब पाएँ होइन। त आफूले जस्तो कर्म गऱ्यो त्यस्तै फल मिल्छ भन्छन्, त्यही हो। थ्याङ्क यू सो मच। बोसलाई चाहिँ म एकदम हृदयदेखि थ्याङ्क यू भन्न चाहन्छु। अनि एक दिन म मेरो भ्लगमा पनि लिएर आउँछु, म भ्लग गर्दै हिँडिरहेको थिएँ अनि बुढोले सोधिरहेको थियो यु हेभ युट्युब च्यानल भनिरहेको थियो बुढोले। अनि बुढोले मेरो यो भिडियोमा कमेन्ट पनि गर्छ होला, किनभने मेरो सब्सक्राइब पनि गरेको छ बुढोले मेरो च्यानलमा। त्यही हो, म एक दिन ल्याउँछु पनि मेरो भ्लगमा, मैले यो बिचमा के फेस गरेँ उसले सबै एक्सप्लेन पनि गरिदिन्छ। त्यही हो गाइज। अब अहिलेलाई यति भन्दै अब म चाहिँ घर जाँदैछु, अब रुममा जान्छु अनि अलिअलि कुराहरू भन्छु डिटेलमा के हो कुरा, के भएर यस्तो भएको हो सबै कुराहरू भन्छु। अनि को चाहिँ हाम्रो कम्पनीबाट आउट भए, कसरी आउट भए, के कारणले आउट भए, सबै कुराहरू भन्छु। त्यही हो गाइज। अब रुममा गएर भेटौँला। बाई बाई, सी यु इन माई रुम। सो राइट गाइज, अहिले चाहिँ म रुममा आइसकेँ अनि सबै कुराहरू मिलिसक्यो। अनि अब चाहिँ भनिहालेँ एकदम गुड न्युज भइसक्यो, सबैहरूलाई थाहा भइसक्यो, मेरो केस मिलिसकेको छ। अनि त्यही हो, थ्याङ्क यू फर एभ्री वान। अब सबै कतिजनाले मलाई भन्नुभएको थियो अब टेन्सन नगर, चिन्ता नगर, सबै कुराहरू एभ्रिथिङ इज गुड हुन्छ, सबै कुराहरू प्रब्लम सल्भ हुन्छ, टेन्सन नलि भन्नुभएको थियो। अनि मलाई चाहिँ बोसले एउटा कुराहरू दिएर पठाएको छ, यहाँ देख्नु सक्नुहुन्छ। अब चाहिँ हाम्रो रुममा लगेर यो कुरा टाँस्थे, नोटिस गराइदियो भन्नुभएको छ। नो नोइज, नो म्युजिक एट अल, साउथिङ, इट इज नो भाइलेन्स बिहेभियर, इट विल रिजल्ट विथ डाइरेक्ट टर्मिनेसन अफ कन्ट्र्याक्ट, नो अल्कोहल ड्रग्स, इट विल रिजल्ट विथ डाइरेक्ट टर्मिनेसन अफ कन्ट्र्याक्ट, नो पार्टिङ, नो एनी काइन्ड, सबै कुरा भएको छ। अनि अर्को कुरा चाहिँ के भयो भने म ठ्याक्क आएको थिएँ, मलाई एकजना क्रोसियनले के भन्यो भने यहाँ रुमको छिमेकीले के भन्यो भने डिड यु चेक योर नोटिस बक्स भन्यो भने नो भने मैले नतेत भनेको। अनि गएर चेक गर भने गो एन्ड चेक योर नोटिस बक्स भन्यो। अनि त्यहाँ चाहिँ त्यसले के लेखेर राखेको रहेछ भने नेक्स्ट टाइम आई कल पुलिस यु फकिङ इडियट्स भनेर लेखेर रहेछ। अलरेडी उसले पुलिस कम्प्लेन गरेछ कि यो चाहिँ घरबेटी हो क्या, यो दिने चाहिँ घरबेटी हो, यस्तो दिने चाहिँ। त्यही हो, जे नहुनु भयो, एकदम नरमाइलो भयो, अरूहरूको कारणले गर्दा दुःख पनि पाइयो। त्यही हो गाइज, यो चाहिँ हजुरहरूको लागि एउटा जानकारीमूलक भिडियो पनि बनाएको। विदेशमा हुनुहुन्छ र हजुरहरूले पनि कस्तो मान्छेको सङ्गत गर्दै हुनुहुन्छ, कस्तो मान्छेसँग बसेर काम गर्दै हुनुहुन्छ, रुम सेयर गरेर बस्दै हुनुहुन्छ, एकदम ध्यान दिनु होला, नत्र मैले जस्तै दुःख पाउनुहुन्छ हजुरहरूले नि। त्यही एउटा जानकारी होस् भनेर मैले यो भिडियो बनाएको। त्यही हो, अब धेरै लामो भिडियो पनि नबनाउनु। थ्याङ्क यू फर वाचिङ। आई होप हजुरहरूलाई यो भिडियोमा कस्तो लाग्यो मेरो यो प्रोसेसिङ, मैले भएका कुराहरू मैले एक्सप्लेन गरेको तरिका भयो कि भएन, म रङ भएँ कि कुनै ठाउँमा, एउटा कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज, लभ यु अल।